पछिल्ला हाम्रो सुनको भट्टघाटी परिवहन हाम्रो आजको सांस्कृतिक होली मनाइँदैछ। हजुरहरूलाई के कस्तो लाग्दो छ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला अनि सबले सेयर पनि गरिदिनु होला। हाम्रा युवाहरूको भुँडी चम्किराखेको छ हाम्रो परिवहनतिर। हजुरहरूलाई के कस्तो लाग्दो छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला भन्न चाहे। सम्पूर्ण मित्रहरूले सबको सेयर गरिदिनु होला अनि फुल वाच गरेर हेरिदिनु होला भन्न चाहे। सबैजनाले साथ सपोर्ट हौसला प्रतिक्रिया दिँदै रहनु होला। हजुरहरूलाई के कस्तो लाग्दो छ सबैजनाले सुझाव सल्लाह कमेन्ट बक्समा गएर छोडिदिनु होला भन्न चाहे। अनि हाम्रो वैशाखको महिनाको होली अब सबै ठाउँमा त्यही फागुनको महिना होली खेल्दा छन् हाम्रो ठाउँमा। अब हाम्रो गाउँमा वैशाखको महिना बनाउँछन्। हाम्रो वैशाखको महिनामा होली बनाइन्छ। अनि अब हेरौँ सबैजनाले के कस्तो लाग्दो छ सुझाव सल्लाह प्रतिक्रिया दिनु नभन्नु होला। बारम्बार भन्ने म अब सबैजनाले जहाँसम्म सक्दो सेयर पनि गरिदिनु होला हजुरहरूले भन्न चाहे। अब सबैजना हेरिदिनु पर्यो अब के कस्तो लाग्दो छ राम्रोसँग हेर। हाम्रो अछामतिरको सांस्कृतिक हो यो होली भनेको। अब युवाहरूको सांस्कृतिक अब यस्तै छ। अब के गर्ने अब युवाहरू कोही छैन। अब स्वदेशमा अब सबै युवाहरू विदेशमा हुँदाखेरि अब हेर्नुहोस् नै बुढाखाडा सबै मिलेर रमाइलो होली खेलिराखेका छन्। रमाइलो होली बनाइराखेका छन्। अब के गर्ने हामीलाई पनि होली खेल्ने मन त थियो त। अब बाध्यताले परदेशी भयो हजुर। अब यो होली अब त्यही अब बाँचेछ भने अर्को साल हामी पनि गएर रमाउने हो राम्रोसँग होली बनाउने हो। यदि मरेको छ भने काठको बाकस अब परदेशीको लागि अब त्यही बाकस काठै हो। अब त्यही बाकसमै प्याक भएर बुझाउनुपर्ने हो। अब सबैजनाले माया जसरी यो अघिल्लो भिडियोमा माया गरेका थियो त्यसै सबैजनाले यो भिडियोमा पनि माया गरिदिनु होला भन्न चाहे हजुरहरूलाई। ल धन्यवाद।